वक्रतुण्ड महाकाय सूर्यकोटिः समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा।
यो बारी सुपारी हाल्छ पहिला दियो र कलहला फुल हाल्दैन गणेश दुबो चाहिँ दिइराख्छ यहाँ बत्ती नानी भाइ सर बिस्तारै कलश दियोलाई पहिला फुल चढाइदियो पानीमा सोध्नु पर्दैन फुल यसै अब यहाँ कलशमा चढाइदियो गणेशलाई चढाइदियो दुबो पनि चढाइदियो उयो रातो अक्षता चढाइदियो अबिर रहेछ अबिर रातो कुन देवतालाई सक्दै देवता तपाईँले हामीले यी सम्झौँ है हे काली माता के हामी आएर सौभाग्यको सामान लिएर हजुरले हामी भयो नै चढायो नि त बाबा होइन छोरो कहिले यहाँ धुप अवरोधको मुनिबाट यहाँ हेर्दैन न मेरो नानी त्यहाँ धुप अवरोध पंकजवासिनि देव सुपूजित सत्कुलवर्षिणि शान्तियुते जय जय हे मधुसूदन कामिनि आदिलक्ष्मि जय पालय माम् ऐकलिकल्मषनाशिनि कामिनि वैदिकरूपिणि क्षीरसमुद्भवमङ्गलरूपिणि मन्त्रनिवासिनि मन्त्रनुते मङ्गलदायिनि अम्बुजवासिनि देवगणाश्रितपादयुते जय जय हे मधुसूदन कामिनि धान्यलक्ष्मि जय पालय जय वरवर्णिनि वैष्णवि भार्गवि मन्त्रस्वरूपिणि मन्त्रमयी सुरगणपूजित शीघ्रफलप्रद ज्ञानविकासिनि शास्त्रयुते भवभयहारिणि पापविमोचनि साधुजनाश्रितपादयुते जय जय हे मधुसूदन कामिनि धैर्यलक्ष्मि जय पालय माम् जय जय दुर्गतिनाशिनि कामिनि सर्वफलप्रदशास्त्रमये रतगजतुरगपदादिसमानुतपरिजनपण्डितज्ञानन्ते हरिहर ब्रह्म सुपूजित सेवित तापनिवारिणि पादयुते जय जय हे मधुसूदन कामिनि श्रीधरलक्ष्मी पालय माम् जय कमलासनि सद्गतिदायिनि ज्ञानविकासिनि गानमये अनुदिनमर्चित कुङ्कुमधूसरभूषितवासितवाद्यनुते कनकधरा स्तुतिवैभववन्दित शङ्कर देशिकमान्यपते जय जय हे मधुसूदन कामिनि विजयलक्ष्मि जय पालय माम् प्रणत सुरेश्वरि भारति भार्गवि शोकविनाशिनि रत्नमये मणिमयभूषित कर्णविभूषण शान्ति समावृत हास्यमुखे नवनिधिदायिनि कलिमलहारिणि काम्यफलप्रद हस्तयुते जय जय हे मधुसूदन कामिनि विद्या लक्ष्मि पालय माम्
क्षीरसमुद्भवमङ्गलरूपिणि मन्त्रनिवासिनि मन्त्रनुते मङ्गलदायिनि अम्बुजवासिनि देवगणाश्रितपालयुते मायाका केही गीत एक्लै एक्लै गुनगुनाए भेट हुँदा तिमीलाई गुनासो नै सुनाए अब तिमी सँगै गाउँ प्रीतिका भाका हेर छोड दर्पण सिसाको केवली आँखा हेर दिल के बदले में दिल का नजराना देने तेरे घर आया मैं आया बोले है सुन 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 मङ्गलम पुण्डरी काक्ष मङ्गलाय सर्वै मङ्गलमाङ्गल शिवे सर्वाधिको सर्वेत्रम्बके गौरी नारायणी बाजा शुभ विवाहको शुभ समय 30 सम्मत 2082 मङ्सिर 19 गते शुक्रबारका दिन पूर्वाह 10 बजेको शुभ स्वयंवरको वरमाला ग्रहण गरी पक्ष
परिमल मय स्वरूपको लागि स्वर आराधना गर्दछ प्रकृति सम्पूर्ण दाहाल गरिन्छ। आधा स्वर देऊ आज से तेरी सारी गलियां मेरी हो गई, आज से मेरा घर तेरा हो गया। आज से तेरी सारी गलियां मेरी हो गई, आज से मेरा घर तेरा हो गया। आज से मेरी सारी खुशियां तेरी हो गई, आज से तेरा गम मेरा हो गया। ओ तेरे कांधे का जो दिल है, ओ तेरे सीने में जो दिल है, ओ तेरी बिजली का जो बिल है, आज से मेरा हो गया। ओ मेरे ख्वाबों का अंबर, ओ मेरी खुशियों का समंदर, ओ मेरे पिन कोड का नंबर, आज से तेरा हो गया। लगा के घूमूंगा तेरी बाली की चुन चुन को मैं दिल से लगा के झूमूंगा। मेरी छोटी सी भूलों को तू नदिया में बहा देना, तेरे जूड़े के फूलों को मैं अपनी शर्ट में पहनूंगा। बस मेरे लिए तू मालपुए कभी कभी बना देना। आज से मेरी सारी रतियां तेरी हो गई, आज से तेरा दिन मेरा हो गया। वो तेरे कांधे का जो दिल है, वो तेरे सीने में जो दिल है, वो तेरी बिजली का जो बिल है, आज से मेरा हो गया। वो मेरे ख्वाबों का अंबर, वो मेरी
खुशियों का समंदर, ओ मेरे पिन कोड का नंबर आज से तेरा हो गया। जो मांगे गर्मी में मूंगफलियां, तू बारिश में अगर कह दे जा मेरे लिए तू धूप खिला, तो मैं सूरज को झटक दूंगा, तो मैं सावन को गटक लूंगा, तो सारे तारों संग चंदा मैं तेरी गोद में रख दूंगा। कन्या मैले हजुरलाई अर्पण गर्दैछु, हजुर खुसी हुनुहुन्छ भने तपाईकै बाचा दत्तको नेपाली उद्धार गर्नुभयो, बाचा दत्तको यहाँ कन्याको एकदम सबै त भयो फुल माथितिर अवशेष फुल दिएको माला सबै राखिएको छ, हरियो राखिएको छ। हृदय माथि फेरि हृदय कीर्तन यति भएपछि भइहाल्यो समय आइसेला भने हजुर सकिन हजुर अलिकति सबै कुरा जुन कार्यक्रम तिम्रो कुरा मानु, यो मुटुमा तिम्रो छाप लागेछ। तिमीलाई के थाहा सानो, तिम्रो कुरा मानु, यो मुटुमा तिम्रो छाप लागेछ। अब तिमी जे नै गर्छौ गर, तिमीलाई माया गरेछु, खाली
सानो यो मुटुमा तिम्रो छाप लागेछ
अन्य दक्षिणादिभागे सदगण्य समिति षष्ठी संवत्सरा कागेश्वरी भनेर बनाएर मनहर पाटिको ग्रामे षष्ठी संवत्सरामध्ये भन्नुभत्राय समय षष्ठी संवत्सरामध्ये सिद्धार्थी दक्षिणाले मासे कमासे सौर्येन माघमासे चाँदेन पौषमासे कृष्ण अंजली जली जली जलहुन्ती नारी स्त्रियाको जन्म जनी देऊ मुरारी धानै रोप्ने खाले गर आलीमारो पौमास छोरालाई हंसबन्द छोरीलाई बनिबास सानैदेखि पाल्यो आमा कोक्रो हल्लाई हल्लाई छोरी उमेर पुगेपछि दिन्छौ कल्लाई कल्लाई सातै भाइ छोरालाई यही घरमा अटायो एउटी छोरी थिए बाबा सटारा पठायो बिहान उठी आगो फुक्ने फलामको सोध्ने तिमीलाई म त मेरै बेहुली बनाउँछु तिमीलाई म त मेरै बेहुली बनाउँछु सिताराको घुम्टो ओढाई सिताराको घुम्टो ओढाई डोली चढाउँछु डोली चढाउँछु दिलको कुरा दिलमै नलुकाऊ है बोलिदेऊ है माया बोलिदेऊ है अलि अलि लाज मान्नु नजर झुकाउनु दुनियाँको आँखा लाग्ला थोरै मुस्कुराउनु अलि अलि लाज मान्नु नजर झुकाउनु दुनियाँको आँखा लाग्ला थोरै मुस्कुराउनु भोलि बाजा गुन्जाएर अघि लगाउँछु तिमीलाई म त मेरै बेहुली बनाउँछु तिमीलाई म त मेरै बेहुली बनाउँछु माया बिना संसारकै हुन्न केही अर्का बिना वासन्तकै हुने गर्छ व्यर्थ माया बिना संसारकै
1000 एक्स्ट्रा 150 दिन्छ मैले भने 150 मा घरमा 150 फिक्स गरेर आउने अघि नै गर्दा सालीहरूले दिदीहरूलाई मान्दैन तर मैले चाहिँ 150 रुपियाँ दिन्छु है भनेर मैले अब 4जना साली छ 50,000 50,000 50,000 कसरी जेल हुन्छ 50,000 मा ल 50,000 हैन ल सुन तिमीलाई साली उसको नाम ल अंकिता आकृतिलाई 51,000 उसलाई 51,000 उसलाई 51,000 अनि अर्को को हो उसलाई पनि 51,000 रुपियाँ दिनु अब हामी पनि अलिअलि त साथी थियो हामीलाई कति दिन्छ 5 रुपियाँ ल भूमि भयो कि भएन मैले 50,000 ओके 50,000 अनि 50,000 मैले एक फिक्स भनिसकेँ तिम्रो यहाँ सारा जनतालाई ताकिराखेर उसलाई 50,000 है उसलाई 50,000 अर्को को छ उसलाई पनि 50,000 मैले भनेपछि भिडियो अफ गरेँ हैन 50,000 सबैलाई जुत्ता लुगा पैसा चाहिन्छ मैले ल 50 होइन 51,000 51 अनि 1000 रेजिस्टर गर्नु तर मलाई तिमीहरूको मतलब छैन गर म त मजाले के गर्ने भन नि त ल्याउ त्यो जुत्ता लगाइदिइहाल्नु त जाडो चिसो लाग्छ हुँदैन दाइ भने पैसा दिनु पर्छ मैले दिन्छु भन्छ दिइसक्नु पर्यो यहाँ यिनीहरूले साँच्चै हो मजा छ भने ल्याइदेऊ न उसको होइन पर्दैन तपाईँ के गर्ने भयो भयो नि त 50 ओके डन ऊ क्यामेरामै भन्छ ल है त हेर त ठ्याक्कै भने जति पैसा पाइरहेछ के नभन ल यस्तो ल 55,000 होइन 55,000 सबैजनालाई पर पर्सन भने हौ 50 लिने कि 55 त्यति भन्नु त 55 हुन्छ लास्ट नम्बर 1000 अघि मैले त्यही भने हो कि ल अघि मैले त्यही भने हो कि त्यही त मैले त्यही 50,000 त अहिले नि भने त 55,000 55,000 55,000 5,000 किन थप्नु भा 5,000 थप्नु पर्दैन हामीसँग 50 ल 50 मैले त झन् भन्छु ल 1000 परेन 50 ल डन हे हाम्रो कति सजिलो यस्तो साली पाए त मलाई अनि फेरि त भयो त्यसरी यो 100 दिएर हुँदैन 50 टिप सालीहरूलाई टिप आज 50,000 मा डिल क्लियर भयो अनि 1000 दिन्छ अहिले पर्ख न होइन बहिनीहरूले 100 रुपियाँले मान्दै मान्दैन 50 यिनीहरूले 50 भने 50 भने 50 मागे हो ल 50 रुपैयाँ छ कोही अहिले 50 दिन्छु एकछिनमा 1000 हुन्छ मैले भने के त्यो नमोड्नु न भने 50 रुपियाँ किन भएन दिने भयो खोइ कति के ल्याउ त बाबु त भन्छ यसलाई खोइ कता अहिले 50 पछि 1000 50 भने त्यसो अहिले 55 पछि 1000 असम कुरा गरौँ भने अनि ल मिलन दादा ल 50 1000 भयो 1000
55 भन के गर्ने भन नि त हजुरलाई राखिसो भने अहिले 50 दिन्छु पछि 1000 है हुन्छ यो न ल भन डन कति त भन भिनाजुनी तिमीहरूको ल यस्तो गर 50 पनि भएन 55 त्यस्तो हुँदैन कहाँ यो बढाउने हो घटाउने होइन त 50 को ठाउँमा 55 ल 60 भयो नि त ल 10 रुपिस लेऊ अझै 10 रुपियाँ अझै 50 वटा 1000 को नोट चाहियो सबलाई 50 वटा 1000 को नोट म त ढले भने कि लगाउँछ ल के गर्ने सोरुम पनि होला 50,000 मा त सोरुमै किन्न दिन्छ 1000 पैसा दिन्छु नि त म भइहाल्यो दादा यी ल 60 है ल दादा के गर्ने ल 10 नि आयो 60,000 10 20 कति चाहियो 50 100 यो 60 दिन्छु पछि 1000 ल 61 लेऊ अब अब म 1 रुपैयाँ कमाउन ल्याउँछु हैन के त्यस्तो इम्पोसिबल काम नगरौँ त्यही भने 50 60 70 यिनीहरूले जति मागेको छन् त्यति दिन्न मैले 50 भने मान्नै उनीहरूले 40 चाहियो होला नि त 90 चाहियो होला 50 वटा 1000 पैसा भएको नोट पाउँछ हो त हुँदैन डन जुत्ता लुगा पैसा चाहियो भने हैन जुत्ता लुगा पैसा 50,000 पैसा दिनु यो चाहिँ रेकर्ड गर्छ ल यो यस्तो हुँदैन म उसले गरे हेर त ऊ अस्ति तिम्रै साथी यहाँ यति छ म यहाँ रेकर्ड राखिरहेको छु रेडियो रेकर्ड हो म तिम्रो दिदीको हस्बेन्ड भिनाजु तिम्रो यति धेरै यहाँ क्यामेरा दाईहरू हुन्छ दिदीहरू साक्षी राखेर सबैजनालाई कति 50,000 पैसा दिने यिनीहरू दिन्छु भन्दा नि मान्दैन नि त त्यही भने कस्तो ज्ञानी सालीहरू हो दिदीलाई बोलाउँछ म सब कुरा दिन्छु भनिराख नि त कुरो मिलेन खोइला बोलाउ दिदीलाई बोलाउ त्यसो ल तिम्रो दिदीले 70 भन्यो भने म 70 and 1000 दिन्छु ल 70 वटा 1000 पैसा 70,000 पैसा दिन्छु ल यहाँ बुझिसके कुरा भर्खर अनि मैले दिन्छु भने यहाँ क्यामेरा यत्रो साक्षी छैनौँ हामी सब क्यामेरा अगाडि छ है यो क्यामेरामा साक्षी चस्मा खोलेर खोइ चस्मा खोलेर लास्ट ल अब ल खोइ आफ्नो फेस क्लियरली देखाएर जुत्ता खोए पहिला जुत्ता ल्याएर पहिला देखाउनु त पर्यो नि तिमी रेडी हो म तिम्रो दिदीको बुढा तिम्रो भिनाजु यो क्यामेरालाई साक्षी राखेर यत्रो मान्छेहरूलाई साक्षी राखेर हरेक साली पछि 4 जना साली हैन तिमी एकजना अर्को एकजना छ हरेक जनालाई 50,000 पर पर्सन 50 रुपैयाँको नोट दिएर 1000 रुपैयाँ दिन मिल्दैन 50,000 50 रुपैयाँ दिएर 1000 दिँदैन 50 रुपैयाँ दिएर 1000 दिन पाइदैन 50,000 पैसा दिन्छु पैसा हैन 50,000 को नोट दिन्छु ल 50,000 पैसाको नोट दिनु ल हैन भएन डन ल क्लियर है कंग्रेचुलेसन दाइ त्यत्रो पैसा कहाँबाट आउँछ त्यही भने कस्तो सालीहरुलाई हैन बल्ल बल्ल दिदीलाई फेरि रुला निहरू ठीक छ अब ठिकै छ ओके डन भयो है ल त्यसको बापत यहाँ 50 रुपैयाँ चाहिँ म अहिले नै एडभान्स रूपमा चाहिँ बाँकी चाहिँ जति भने त्यति चाहिन्छ हुँदैन यिनीहरूले जति भने त्यति चाहिन्छ अहिले जुत्ता पाएपछि एउटा जुत्ता पाएपछि आधी 25 हैन अर्को जुत्ता आएपछि 25 त्यो पनि हो त्यो पनि त्यसरी पाउँछ एकैचोटी लास्ट ल ठिक छ लास्टमा है त लास्टमा एकैचोटी यिनीहरूले जति भने तपाईले जति कबुल गरे त्यति दिनु पर्यो है क्यामेराम्यान उता हेर डन भन्यो डन भन्यो हेर डन भन छिटो दिन्छु भन्ने चित्त बुझाउँदै त्यही भने
अब के गर्ने त दिन्छु भन्दा नि चित्त नबुझाउने भयो के गर्ने ल भन तिमीले रोक्न सक्दिनौ यो त हैन यिनीहरुले जति भने त्यति दिने हो त यो चाहिँ हैन है त त्यही भने यिनीहरुले जति भने एकैचोटी कबुल हो भन नि त आदि आदि पनि हैन अझै बिसा राखेन तपाईँ मैले भनिसकेको सबलाई 50,000 अहिले भएन पछि फेरि किसिम गर्नु सक्छ यस ल ओके अहिलेलाई त्यो छैनलाई एडिट गर्नु मिल्छ नि है भयो मात्रै बनाइदिनु नि हाल्दैन म कहाँ जान्छु मसँग रेकर्ड छ के यो बोलेको यो क्यामेरामै छ यहाँ क्यामेरामा यत्रो दुई दुईवटा रेकर्डबाट अलिकति एक व्यक्ति पाइला पछाडि हट्नु मेरो जति भयो 50 रुपैयाँ दिँदैन ल 50 रुपियाँ दिएर 1000 दिँदैन 50 दिएर 1000 दिने तर जुत्ता चाहिँ फेरि एकदम सफा गरेर ल्याइदिनु पर्छ फोहोर पारेन मतलब दिनु 50 दिएर 1000 चाहिँ दिने हैन नि फेरि छैन धरती यो धुन बिना छैन सङ्गीत हेरा आकाश बिना छैन धरती धुन बिना छैन सङ्गीत मेरो जीवन तिमी बिना अधुरो अपुरो तिमी छौ र यो जीवन देख्छु तिम्रै मात्र छाया किन लाग्छ तिम्रै माया म जहाँ जाऊँ त्यही देख्छु तिम्रै मात्र छाया किन लाग्छ तिम्रै माया तिमी छौ र यो जीवन छ तिमी छैनौ भने मेरो जीवन किनै छ सधैँ दिनको यो साथ नछोड्नु मेरो हात यो रात पछि आउँछ सधैँ दिनको यो साथ नछोड्नु मेरो हात तिमी छौ र यो जीवन छ तिमी छैनौ भने मेरो जीवन
जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी बरफी पलुझै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो म समाउने छु जीवनभरि नतोडिने जम्बरी नाता भयो बाचा भयो सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन
तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई
पियार घुमाउन मलाई थामेर बजार देउसी चढाउँदै ल्याइदेऊला चोखो
कति बेर लाग्छ ओके फोन गरेर एकचोटि गाडीलाई यो पाँच मेरो डेट छ बेलाको भाइ हाम्रो भाइ सरी भाइ फुलको छ भाइ बेलाको मूल भाइ हामी हुन्छ भनिरहेको अहिले चारजना अब हामी अब राम्रो छौँ होइन एकदमै मजाले उनीहरूलाई चाहिँ चित्त बुझाएर 50,000 मात्रै हो कति कति भन ल तिमीहरूले दिदी 2,000 कति कति हजार रे 2,000 रे अघि हाम्रो ल 50 अनि 1000 50 अनि 50 चारवटा 50 अनि 1000 खोइ 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 म मिलाइहाल्छु ल भयो दुईटा मात्रै पुग्छ पढेकै छैन अघि हाम्रो फाइनल उसको खास आफ्नै साली चाहिँ अस्ट्रेलियाको त पुगिसकेको छ अब यो कतापट्टिको साली हो मैले चिन्नै सकिनँ अस्ट्रेलिया उड्छ हाम्रो थाहा छैन हामी चाहिँ बाहिरको हो र जुत्ता लुगाइसकेपछि यो त्यो भन्नै पाउँदैन भन म कुरो मिलाउँछु मैले पनि दुईटा क्लास पढाएको गिलास होइन गिलास हामी मिलाउँछौँ नि 50,000 त्यसको पनि मिलाउँछु 50 चारवटा 1000 म पढाएर होइन दिदी जाने अलि बढी आउँछ हेलो अरु के चाहियो मेरो सालो खाली खुट्टै जान्छ गाउँमा हलाउनु आएको मान्छे हो के भयो 50,000 चाहियो 50,000 कतिको सबैको मोल गर्न एकैचोटि मान्छे नै छैन खाली जुत्ताको कुरा मान्छे नै छैन हाम्रो घरमा त छोरा छैन यस्तो छोरा छ बाबाको छ नि त दुईटा ए खाली तपाईँ दायाँमा हेर्नुहुन्न क्या 50,000 तपाईँले कुरा कति क्लास पढाएको यो कति हो समाप्त न
तिमीले हजुर क्यामेरामा भिडियो त छ नि 50 एकदम एकदम सेफ हो एकदम सेफ 50 हो 50 अनि त्यसपछि 1000 50 अनि 1000 मैले त्यही भने कति पऱ्यो भने न 50 हो नि यो कति हो भने त 50 हो अब 1000 पाउँछ बात त सुन त्यस्तो हुँदैन पहिला कुरा हाम्रो म्याथ आउँछ आगे म्याथ आउँछ तिमीलाई म्याथ आउँछ यो कति पढ्न आउँदैन यो कति हो हो नि लिएर पैसा लिएर समाज म मिलेर छु कुरा हजुर सबैलाई उनीहरू टिको नलाउने हामी लाउने यही फरक परेको छ जब उहाँ टिको लाउन यही बेलामा जुत्ता उडाउनु पर्छ उता जानु यो 50 अनि यो 1000 हो 50,000 भयो कहाँ पढ्यौ तिमीले 1050 भयो नि कहाँबाट 50 यो पहिला कति भयो 50 यो कति भयो पहिला यो ठुलो यो सानो कुरा हैन ए भाइ बहिनी नानी सुन के आउँछ नि के आउँछ तिमी भिना मिलाउला फाइनल कुरा मिलाउ के क्यामेरा छ के क्यामेरा हो कि नअघि मैले क्यामेरामा चाहिँ 50,000 थियो है 50,000 यसले सानीलाई मिलाएको कुरा फेरि पैसाको कुरा भएको थियो अघि रुपियाँको कुरा भएको थिएन पैसाको कुरा भएको हो कि होइन पैसाको कुरा भयो नि हो पैसाको कुरा भयो क्या 500 को जुत्ता हो राखेर यहाँ दराज छ है 50,000 पढ्न आउँदैन यिनीहरूले बोर्डमा पढायो होला के 50,000 के चाहियो सुनाउनु म्याथ गर्न आउँछ भने पनि मलाई भन्नु नानी मिलेन भने म यो मेरो सानो मिलाउनु बाबरे बाब यो बिरामी भनेको भइसकेको यता छ यता ल्याउ न ल भयो खै भन न 50,000 भयो ल ल 60,000 भयो तिम्रो फाइनल कुरो गर अब जानुपर्छ के फाइनल कुरो गरेर छिटो के हो ढिलो गर्नु भएन के अनि दिदीले मिलाउनु भने कुरो फेरि तेरी कहाँ कस्तो कुरा फाइनल कुरा गर के मैले 50,000 मिलाउँछु हुन्छ भनिसकेको छु भाउजूलेसम्म जति दिनु हुन्छ भने 50,000 हो अनि कहाँबाट त्यो 50,000 देखिन्छ तिमीले पनि पढेकै छैन कि यो कति हो भन त पहिला मेरो कुरा सुन कति ए एउटा दुनालाई जाड भयो एउटा सुन्दै दिदी पैसा दे ल दादाको मेरो अल्लाहहरु छानी अलगोलाई अलगो होचोलाई यता छ अलगो छ अलगो यहाँ छ सबै विनाश होइन यो वार्ता टोली अहिले वार्ता टोली हामी केही स्थगित राख्छौँ अर्को वार्ता टोली तयार हुन्छ केटाहरू जेन्जीहरू तयार हुनु अलगोलाई अलगो यता न यस्तो उहाँ हो यहाँको लिडर उहाँले भनेपछि सबै कुरो मिल्छ ल 1 by 1 50-50 एकै ठाउँमा हो एकै ठाउँमा 6 7 8 ल खुसीले ल खुसी है खुसीले ल कस्तो ज्ञानी बहिनीले ल एकदम पर्छ ल रमाइलो ल रमाइलो कुरो मिलिसकेन
तिमीहरूले भने त घुरो साली मिलिछ मलाई 6, 7, 8, 9, 10 ल अब चाहिँ 5 रुपियाँ जाँदै खबर 5 रुपियाँ जाँदै खबर हाम्रो केटा यति मिल्यो भने मिल्यो नभए हामीलाई हामी जुत्ता छोडेर जान्छौँ ल यति पैसा हामीलाई त्यो हामी जुत्ता छोड्छौँ नभए यति पैसा ल्याऊ जुत्ता ल्याऊ यति नै पैसा हामी साथै जुनी साथै फेरा साथै मन्त्रका घेरा बाँधेर बन्धन मायाको बाँधेर बन्धन मायाको एउटै पहिला घाम र छायाको चम्पा सुनन चम्पा हाम्रा त तम्रा बाहे को छारा तम्रा नि हाम्रा बाहे को छारा देखन चम्पा सुनन चम्पा हाम्रा त तम्रा बाहे को छारा तम्रा नि हाम्रा बाहे को छारा बिराना देश का बिराना चल चलती बिराना मान्छे का बिराना पिराती ठाउँ बिराना भया पनि यो मन तम्रा काखैमा देखन पुरोमा सालाको साइनो लगाउने पैसा दिने कुरामा ज्वाइँको ज्वाइँ भनेपछि त पैसा तिर्ने कुरो भयो पैसा दिनु पर्यो ज्वाइँको ज्वाइँ महाज्वाइँ भएपछि त पैसा त बोल्यो कि घर लप्प झार्ने अनि उतापट्टि साइनो ल है जसरी भए पनि यहाँ कसले के जित्नु पर्यो ए सुधिरा हजुर एउटा कुरा सुन है म ज्वाइँको पनि ज्वाइँ मेरो कुरा सालाको पनि सालो ज्वाइँको पनि ज्वाइँ सालाको पनि सालो पहिला जे नाता हुन्छ त्यही हुन्छ के हेर यहाँ सुन है पाण्डव तिमी वकिल गरेर छौ होइन मैले चाहिँ ठिकैको वकिल गरेर छ होइन देखन चम्पा सुनन
नयाँ सजाऊ है संसार नयाँ नयाँ सजाऊ है संसार नयाँ नयाँ सजाऊ है संसार जानको लागि कसरी पठाइरहेको अघि बेहुलीका बहिनीहरूले त साथसाथ अहिले त यहाँ त देशको यहाँबाट तपाईँ पैसा भर्नु कति काटेर स्याउली गरौँ न अनि पो ढोका छेक्ने त स्याउली गरेपछि छेक्ने रे त सेकेर भइसक्यो यहाँ मेरो मायाले बोलायो तिम्रै पछि पछि मेरो मायाले बोलायो तिम्रै पछि पछि यो पहाडको ढुङ्गा माटो यी सबै हुन् माया बसेको यो पहाडको ढुङ्गा माटो यी सब हुन् माया बसेको सबै साथै हाँस्छन् सबै साथै खेल्छन् पिर खुसी जति छन् बाँड्छन् सारा नयाँ नयाँ सजाऊ है संसार सुख दुःख बाटौँ है मिलेर नयाँ नयाँ सजाऊ है संसार नयाँ नयाँ सजाऊ है संसार सजाऊ है संसार नयाँ नयाँ सजाऊ है संसार सजाऊ है संसार नयाँ नयाँ सजाऊ है संसार नयाँ नयाँ सजाऊ है संसार नयाँ नयाँ घुमाउनु पर्ने मम्मी पति नकुचिकन सिधाउनु यता दाहिने कता कता टेक्नी हो मैले चाहिँ यहाँ पतिमा यसो पूजा गर्दै जाऊ कि यसो त्यहीँबाट यसो सबै नगर सबै गर्दै जाऊ अब गर्दै अगाडि यसो ढोगा न ढोगलस गणेश सबैलाई सम्झेर त्यो चढाइसकेको छ नैवेद्य फुल दियो कलश कलश अनि कलश गणेश
फुलै रहन्छ मङ्गलम पुनरी काक्षी पूर्णलाई गर्नु है सधैँ ईश्वर दाहिने भएर घर चलाउने है राम्रो होस् कहिले नराम्रो नहोस् है नानी म स्कुल दिन्छु खोइ त डलरै हालेको छैन कि सिक्का हालेको छैन भेट्दै नभेट्ने गरी कति पर्छ एकचोटि भयो होइन एकचोटि भयो पहिला त्यहाँ धेरै सोची भयो त यो त जतिलाई भातै पाकिसक्ने टाइम अझ अर्कोले एकचोटि भन्छ अर्कोले अर्कोचोटि भन्छ हराएको दिन भेटेको भेटेन जिम्मा पाइयो मायाको न्यानो काखमा शिर मेरो झुक्छ डुबेर यो मन तिमीमा कहाँ कहाँ पुग्छ म गीत हो तिम्रो तिमी हाँसी खुसी सधैँ जिन्दगी सधैँ मिलेर एउटा एक आपसमा सब कुरा सरसल्लाह मिल्ने दुईजनाको सहमतिमा काम गर्ने जे पनि सल्लाह गरेर अनि यो फिल्म स्टाइल नहोस् राम्रोसँग जीवन बित्योस् त्यही शुभकामना रोखा फिल्म स्टुडियो जस्तो नहोस् हो जीवन सधैँ एकदमै राम्रो मेलमिलाप यही शुभकामना सल्लाह आज भने नि यस्तो ढोगाउन पाइयो एकचोटि लामो
न्यूनता मात्र पनि हुन्छ थोडामा ढोइरहनु पर्दैन अनि कता कता मन पनि घर पनि सक्छ पर्दैन अनि पनि श्रीमतीलाई श्रीमतीको ठाउँमा राख्नु, सरसल्लाह गर्नु, आमालाई आमाको ठाउँमा राख्नु, परिवार सबैलाई राम्रोसँग राख्नु, श्रीमती पनि अर्काको घरबाट आफ्नो यहाँ घर भनेर आएकी छ उसलाई पनि सम्मान गर्नु, माया गर्नु, आमालाई सम्मान गर्नु। ल धेरै धेरै आशीर्वाद मान्ने गर्ने सबैलाई पर्दैन क्या तिमीले गर्ने सबैको राम्रो पालना गर्न सकियोस् हजुर आमा सबैको खुसी चिरञ्जीवी जातिका कान पाकिसकेको छ होला। मेरो धेरै भन्नु छैन, जिन्दगी सम्झौता हो, कहिलेकाहीँ तलबितल हुन्छ, सम्झौता गरेर बाँच्नुपर्छ। जिन्दगी सम्झौता हो, दुःख र सुखको, झगडा र मिलनको, आनन्द हर्ष र दुःखको त्यो सहमतिको पुण्य नै जिन्दगी। त्यति भयो भने उठैले बोल्दैमा कहाँ माया लाग्छ उठैले बोल्दैमा कहाँ माया लाग्छ माया त बसी जाने हो छरछिमेकी खुसी छौँ आज, छरछिमेकी खुसी छौँ आज, लो मिलनको बे देख्न पाएर फुल्यो जमुना, दाम्पत्य जीवनको शुभकामना, दाम्पत्य जीवन
जस्तो जिन्दगी होस् जिन्दो बाधा केही मानी नपरोस् फुल्यो जमुना दाम्पत्य जीवनको शुभकामना दाम्पत्य जीवनको शुभकामना आमा भन्या पृथ्वी माता हुन् आमा भन्या पृथ्वी माता हुन् एउली पनि जीवनकी साथी हुन् फुल्यो जमुना दाम्पत्य जीवनको शुभकामना दाम्पत्य जीवनको शुभकामना सासु बुहारी मिलाई राख्ने काम सासु बुहारी मिलाई राख्ने काम अनि गाउँमा चल्ने छ तिम्रो नाम फुल्यो जमुना दाम्पत्य जीवनको शुभकामना दाम्पत्य जीवनको शुभकामना यति भन्दै म बिदा हुन्छु यति भन्दै म बिदा हुन्छु यो नातिको न्वारानमा आउने छु दाम्पत्य जीवनको शुभकामना दाम्पत्य जीवनको शुभकामना मेरो पालो है हुन्छ अहिले अहिले गर्नु होला अहिले टिका लाग्ने गर्दैन अहिले पढ्न बिना यसपछि मेरो बाबाले पनि के गर्छु साह्रै राम्री लछिनकी ल्यायौँ बुहारी गाउँ जुहारी साह्रै राम्री लछिनकी ल्यायौँ बुहारी रुखको फल भुइँते सही झर्दैन रुखको फल भुइँते सही झर्दैन मै हुँ सासु मन पर्छ पर्दैन ल्याउँ जुहारी साह्रै राम्री लछिनकी आइन् बुहारी साह्रै राम्री लछिनकी आइन् बुहारी घरै धान्ने बुहारी पाइयो घरै धान्ने बुहारी पाइयो अब मलाई संसारमा के चाहियो ल्याउँ जुहारी साह्रै राम्री लछिनकी आइन् बुहारी साह्रै राम्री छेउ भाग्यमा लेखेर छेउ भाग्यमा लेखेर हुरुक्कै गयौ मेरो छोरो देखेर बुहारी साह्रै राम्री लछिनकी आइन् बुहारी बुहारी साह्रै राम्री लछिनकी आइन् बुहारी सासु र बुहारी मिलेर बसोला सासु र बुहारी मिलेर बसोला जे परे नि कमर कसोला ल्याउँ जुहारी साह्रै राम्री लछिनकी आइन् बुहारी राम्रोसित घर गरी खानु राम्रोसित घर गरी खानु रुँदै माइत भागेर नजानु ल्याउँ जुहारी साह्रै राम्री लछिनकी आइन् बुहारी ल्याउँ जुहारी साह्रै राम्री लछिनकी आइन् बुहारी सम्झी ल्याउँदा रोइरहन्छ मन पनि सम्झी ल्याउँदा रोइरहन्छ मन पनि सोझो छोरो नघुमौ फनफनी ल्याउँ जुहारी साह्रै
जति आएर नाचन यो घरमा माया कति छन् पाहुना पाहुना जति आएर नाचन पाहुना जति माया आएर नाचन पाहुना यति हामीले हे माया भनेको मान कुन हुन माइजो कुन कुन हुन सानीमा कुन हुन माइजो हे माया कुन कुन हुन सानीमा कुन हुन माइजो कुन कुन हुन सानीमा यो घरका हे माया के खाले पाहुना पाहुना जति खानैमा मलाई साह्रै हे माया मन पर्ने म गर्ने खान कहीँ जाँदैन पर्ने मलाई साह्रै हे माया मन पर्ने म गर्ने खान कहीँ जाँदैन खान कहीँ जाँदैन रमाइलो हुन्छ भोलि वचन लाएमा मन रुन्छ रमाइलो वचन लाएमा
छु मै पनि लसो ओ बुहारी नानी यता हेर त सोचे जस्तो भा छैन कहिले मर्ने थाहा छैन जति पुराण सुनाए पनि आफ्नो बानीका छैन लसो सेवारो नाना सेवारो खत्म बाय बाय टाटा